त्यो पारी देख्दैछ नि, यो सेतो टिनाको घर, त्यहाँनिर जानु छ। यहाँदेखि निकै टाढो रहेछ। हामी चाहिँ अहिले छु 4 किलोको मार्केटमा। यो चाहिँ हो 4 किलोको मार्केट है। यस्तो देखिँदो रहेछ। म चाहिँ पहिला एकचोटि आएको थिएँ, अहिले चाहिँ निकै टाइम पछि आएको। यो बजारमा मार्केट चाहिँ निकै सुनसान देखिँदैछ। अहिले चाहिँ यतातिर कोइलाको कामहरू पुरा बन्द भइरहेछ नि त, त्यही भएर होला, त्यसकै असरले गर्दाखेरि होला मार्केटहरू पनि पुरा सुनसान छ। र यहाँ चल्दैछ वर्षको ब्लग, भिडियोहरू बनाउँदैछ उसले। ल अगाडि अझै घुम्ने छु हामी, अझै देखाउने छु हजुरहरूलाई है। यो चाहिँ हो 4 किलोको मेन बजार है। यहाँबाट अगाडि चाहिँ जान्छ सिमेन्ट, जहाँ तक मलाई थाहा छ सिमेन्ट जाने रास्ता हो यो। मार्केट चाहिँ सुनसान रहेछ। हामी चाहिँ अहिले उहाँ दिदीको होटलमा आइपुगेको छु र उहाँ दिदीको नाम चाहिँ भनिदिनुहोस् न एकचोटि। लक्ष्मी राई है। यो चाहिँ 4 किलो भन्छ है? यो चाहिँ हजुर 4 किलो हो। हिजो न्युज मैले हेरेको थिएँ हजुरहरूको। हजुर कहिलेदेखि यहीँ बस्छ हजुर? नै 93 देखि म त यतै छु, आउँदै जाँदै गर्छु। नेपालदेखि हो हजुर पनि? हजुर हजुर भोजपुर हाम्रो। ए थुप्रो छ है नेपालीहरू यहाँ? थुप्रो नेपाली छ है। 4 किलोको यस्तो कुना काँचीमा आइपुगेको छु है हामी चाहिँ। कुना क्यामेरा अफ गरिदिनु, अफ गरिदिनु ल, अफ गरिदिनु। यस्तो ठाउँहरू छ है 4 किलोमा चाहिँ। कसले चिन्नुहुन्छ यो ठाउँलाई भनिदिनुहोस् है। म चाहिँ यहाँ घुम्दा घुम्दा मेरो माइती गाउँको दाइलाई भेटेको छु। मेरो दाइ है, मेरो दाइ हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो चाहिँ मेरो चाहिँ माइत उहाँको चाहिँ घर हो। हामी सँगसँगै बस्थ्यौँ उहाँ। मेरो कान्छी बहिनीको खासै साथी हो। दादाको कान्छी बहिनी चाहिँ मेरो बेस्ट फ्रेन्ड हो बचपनदेखिको, लङ्गुटिया यार। ल हामी चाहिँ धेरै यहाँ बस्यो, दादाहरूसँग धेरै कुराकानी भयो है वर्ष। रमाइलो भयो। अब चाहिँ हामी निक्लिँदैछौँ यहाँदेखि, अगाडि बढ्ने छु। अगाडि के कस्तो हुनेछ हजुरहरूलाई अपडेट दिँदै गर्छ है। हुन्छ दादा है, गयौँ, बाई बाई। हामी चाहिँ दिदीकोमा आएको छु अहिले। नमस्ते दिदी। हजुरलाई फोन गर्नु आँटेको थिएँ। दिदी हजुर के थरी हुनुहुन्छ? राई। ए के राई हुनुहुन्छ दिदी? धुमी। ए अच्छा, यहीँ बसोबास छ है हजुरको पुरानै पहिलेदेखि? पहिलेदेखि नै हो। ए नेपाल आउनु जाने भइरहेको छ। नेपालमा हो घर चाहिँ? ए अच्छा ल दिदी धन्यवाद। हामी चाहिँ निक्लिनु लागेको। अब यहाँ दिदीको दोकानमा निकै देरी बसेर दिदीसँग कुराकानी गरेँ, धेरै राम्रो लाग्यो दिदी, थ्याङ्क यू हजुरलाई। साथीहरू म चाहिँ अहिले एउटा पार्लरमा आइपुगेको छु, म हजुरहरूलाई देखाउँछु है। यो चाहिँ हो पार्लरको नाम माइरा ब्युटी पार्लर। यहाँ चाहिँ म आउने गर्थेँ है लाटुमबाई बस्दाखेरि। नेल एक्सटेन्सन अनि आइल्यासेस एक्सटेन्सन गरेको थिएँ मैले धेरैचोटि। बहिनीहरू छ कि छैन? हेलो, कस्तो हुनुहुन्छ? सन्चै छु। कहाँ गयो अर्को बहिनी? ए हो, उसको काम चलिरहेको रहेछ है। म चाहिँ भिडियो बनाउँदैछु है, केही प्रब्लम छैन नि है? काम चलिरहेको छ है बहिनीको चाहिँ, पुरा बिजी छ। म चाहिँ पहिला यहाँ आउने गर्थेँ नि त, अहिले यो रास्ताबाट हिँड्दै थिएँ अनि यहाँ एकचोटि देखाइदिउँ भनेर है। पार्लरको नाम पनि देखाइदिइसकेको छु मैले। यहाँ चाहिँ के सर्भिसहरू हुन्छ बहिनी बताइदिनु न। सबै हुन्छ, आइलेस, नेल एक्सटेन्सन, मेकअप, हेयरहरूको है, ब्युटीको सबैको हुन्छ। सबै थोक हुन्छ। हजुरहरू यहाँ कतै आसपासमा हुनुहुन्छ भने ट्राई गर्नुहोस् है, एकदमै राम्रो सर्भिस छ यहाँको। म पनि धेरैचोटि आएको हो पहिला, एकदमै राम्रो लाग्थ्यो मलाई। र यो पार्लरको एक्ज्याक्ट लोकेसन चाहिँ रहेको छ 4 किलो मार्केट है। 4 किलो बजारमा आउनुभयो भने चाहिँ यो पार्लर बजारमै छ। अनि बहिनीको नाम चाहिँ हो दामिनी। 4 किलोको यस्तो एरियामा आइपुगेको छु हामी चाहिँ। देख्नलाई चाहिँ एकदमै राम्रो रहेछ ठाउँ है, हरियाली। हामीलाई चाहिँ जानु छ पारी देख्दैछ नि, म देखाउँछु है हजुरहरूलाई। त्यो पारी देख्दैछ नि, यो सेतो टिनाको घर, त्यहाँनिर जानु छ। यहाँदेखि निकै टाढो रहेछ, अलिकति हिँडेर जानुपर्छ होला। हामी चाहिँ जानेछु। यहाँ नानीहरूले चाहिँ हामीलाई रास्ता देखाइदिएको। के हो बाबु तिम्रो नाम? स्नेहा। स्नेहा के?
स्नेहा कार्की तिम्रो चाहिँ पल्लवी राघव ए राभा ओ अच्छा पल्लवी राभा अच्छा कितने क्लास में पढ्थ्यौ नेपाली बुझ्छौ ए तिमी चाहिँ कति क्लासमा क्लास 2 कुन चाहिँ स्कुल लिटल स्टार सेकेन्डरी स्कुल लारुमबाईमा ए कति क्लासमा है 3 2 ए तिमी चाहिँ कुन स्कुल अक्सफोर्ड त्यो पनि लारुमबाईमा यहाँ यतै छ ए अच्छा अच्छा ल राम्रोसँग पढ्नु है बाबु ओके ल ल अब चाहिँ हामी जाँदैछु साथीहरू अगाडि गएर देखाउने छु है हजुरहरूलाई अहिले चाहिँ हामी जाँदैछु है यस्तो रस्ता भएर मैले देखाएको थिएँ नि हजुरलाई अघि त्यो अगाडि रहेछ त्यो होला त्यो चाहिँ एउटा चर्च रहेछ त्यहाँनिर कसैलाई भेट्नु पर्ने छ कसैले बोलाउनु भएको छ त्यही भएर अहिले चाहिँ हामी त्यहाँनिर जाँदैछु त्यहाँ जाने रस्ता चाहिँ यस्तो छ है नजारा त एकदमै दामी छ नि अहिले चाहिँ अलिकति कुहिरो खुलेको छ पुरा राम्रो देखेछ अहिले चाहिँ छ्याङ्गा छ अलिकति कहिल्यै नआएको ठाउँतिर आयो आज त्यत्रो साल म लारुमबाई बसेँ लगभग 13-14 साल बसेँ तर मैले यो एरियाहरू कहिल्यै देखेको थिएन आज चाहिँ शिलङदेखि आएर यहाँ म घुम्दैछु यस्तो रमाइलो राम्रो ठाउँ रहेछ नानीहरूले चाहिँ वहाँबाट हामीलाई चिल्लाइ चिल्लाइ के भन्दैछ बिचारा नानीहरूले रस्ता देखाइदिएको थियो नि त वहाँबाट हेरिरहेको रहेछ उहाँ जसले बोलाउनु भएको उहाँ चाहिँ परदेखि हेरिरहनु भएको छ यताबाट आउनु भन्दै हुनुहुन्छ हामीलाई चाहिँ यताबाट यसरी जानुपर्ने रहेछ रस्ता चाहिँ यो हो वाउ है ठाउँ चाहिँ साह्रै हरियाली राम्रो छ